सबैलाई म मनोज पोखरेल रामधनी 5 झुम्का सुनसरीको तर्फबाट सबै नेपाली स्वदेश तथा विदेशमा रहनुहुने मेरा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो 2 हात जोडी नमस्कार। म शारीरिक अपाङ्ग हुनको नाताले म देशको बारेमा केही भन्न सन्देशमूलक भिडियो भन्न गइरहेको छु। सुनिदिने प्रयास गर्नुहोला है हजुरहरू सम्पूर्णले। हेर्नुहोस्, आज हाम्रो देश नेपाल कङ्गाल बनाए यी नेताहरूले मात्रै नभएर नेपाली जनताहरूले पनि कङ्गाल बनाए। देश घरि राजा चाहियो, घरि गणतन्त्र चाहियो, घरि लोकतन्त्र चाहियो भनेर उफ्रिएर काटमार गरेर लडाइँ झगडा गरेर देश बन्छ? देश बन्दैन। देश बन्नलाई त आफ्नै देशमा केही गर्नु पर्यो। आज हेर्नुहोस्, हजारौँ लाखौँ करोडौँको सङ्ख्यामा नेपाली युवा युवतीहरू विदेश पलायन हुनु परेको छ। त्यतापट्टि त्यो प्रक्रियालाई रोक्नु पर्यो। देश विकास गर्नको लागि एउटा सक्षम व्यक्तिलाई चुनेर प्रधानमन्त्री राष्ट्रपतिको ठाउँमा राख्नु पर्यो। अथवा राजा चाहिने हो भने, यदि राजा सक्षम हुनुहुन्छ भने राजा चाहिने नि यदि देशलाई खाँचो हो, त्यो जो कोहीलाई पनि थाहा छ। राजा चाहिन्छ भने राजालाई ल्याएर राख्नु पर्यो राजाको ठाउँमा, राष्ट्रपतिको ठाउँमा राजालाई राख्नु पर्यो र सक्षम नागरिक चुन्नु आवश्यक छ। हामी नेपाली जनता सचेत हुनु आवश्यक छ र देशमै नेपाली युवा युवतीहरूलाई स्वरोजगार बनाउनु पर्छ। आफ्नै देशमा फुलाउनु पर्छ। मानो रोपे मुरी फल्छ, आफ्नै देशमा फल्छ। हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। सुन्नुहोस्, हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो। त्यसैले यहीँ केही गर्न सिक्नुहोस्। अर्काको देशमा गएर पसिना नबगाउनुहोस्, यहीँ पसिना बगाउनुहोस्। ताकि रगतको खोला नबगाउनुहोस्। काटमार गरेर कसैको पनि भलो हुँदैन। लडाइँ झगडा गरेर अर्कालाई फसाएर अर्कालाई लुटेर कसैको पनि भलो हुँदैन भन्दै म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल, सुखी नेपाली, समृद्ध नेपाल। हस्त धन्यवाद।